आदरणीय दर्शकवृन्द नमस्कार। म आज तपाईहरू समक्ष श्रीमद् भगवद् गीताको दोस्रो अध्याय नेपालीमा वाचन गर्न गइरहेको छु। त्रुटिको लागि क्षमा चाहन्छु। ओम श्री परमात्मने नमः। अथ द्वितीय अध्याय। सञ्जयले भने, त्यसरी करुणाले व्याप्त भई आँसुले भरिएको व्याकुल नेत्र भएका शोकाकुल ती अर्जुनलाई भगवान मधुसूदनले यस्तो वचन भन्नुभयो। श्री भगवानले भन्नुभयो, हे अर्जुन, तिमीलाई यो असमयमा यो मोह कहाँबाट प्राप्त भयो? किनभने यो न त श्रेष्ठ पुरुषको आचरण हो, न यसले स्वर्ग प्रदान गर्छ र न यसले कीर्ति नै दिन्छ। यसर्थ हे अर्जुन, नपुंसक नबन, तिमीलाई यस्तो बन्न सुहाउँदैन। हे परम तप, हृदयको तुच्छ दुर्बलतालाई त्यागी युद्धका लागि उठ। अर्जुनले भने, हे मधुसूदन, रणभूमिमा भीष्म पितामह र द्रोणाचार्य विरुद्ध म बाणहरू लिएर कसरी युद्ध लडौँला? हे हरिसूदन, किनभने उहाँहरू दुवै मेरा लागि पूजनीय हुनुहुन्छ। यसैले म यी महानुभाव गुरुजनलाई मार्नुभन्दा बरु यस लोकमा भिक्षा मागेर त्यही अन्न खानुमा कल्याण देख्छु। किनकि गुरुजनलाई मारेर पनि मैले रक्त रञ्जित अर्थ र कामरूपी भोगहरूलाई नै त भोग्ने हो। हाम्रो लागि युद्ध गर्नु या नगर्नु कुन कुरा श्रेष्ठ छ यो पनि हामी जान्दैनौँ। हामीलाई यो पनि थाहा छैन कि तिनलाई हामीले जित्छौँ या तिनीहरूले हामीलाई जित्लान्। फेरि जसलाई मारेर हामी बाँच्न चाहँदैनौँ तिनै आत्मीय धृतराष्ट्रका पुत्रहरू हाम्रो सामु युद्ध गर्नका लागि तयार छन्। यसर्थ कायरतारूपी दोषले उपहत स्वभाव तथा धर्मको विषयमा मोहचित्त भएको म हजुरसँग सोध्दछु। जुन कुरा निश्चित कल्याणकारक छ त्यही निश्चय गरेर मलाई आज्ञा होस्। किनकि म हजुरको शिष्य हुँ, शरणागत मलाई उपयुक्त शिक्षा दिनुहोस्। किनकि यस भूमिमा धनधान्य सम्पन्न अकण्टक राज्य र देवताहरूको स्वामित्व पाएर पनि म यस्तो कुनै उपाय देख्दिनँ जसले मेरा इन्द्रियहरूलाई सुकाउने शोकलाई हटाउन सकोस्। सञ्जय भन्दछन्, हे राजन, निद्रा विजयी अर्जुनले अन्तर्यामी भगवान श्री कृष्ण समक्ष यति कुरा बताई पुनः श्री गोविन्द भगवानसित स्पष्ट रूपले, हे गोविन्द, म युद्ध गर्दिनँ भनेर चुप लागे। हे भरतवंशी धृतराष्ट्र, दुवै सेनाको बीचमा शोकमग्न भएका ती अर्जुनलाई अन्तर्यामी भगवान श्रीकृष्णले मुस्कुराउँदै यसो भन्नुभयो। श्री भगवानले भन्नुभयो, हे अर्जुन, तिमी तिनका लागि शोक गर्दैछौ जो शोक गर्न योग्य छैनन् र पण्डितजनले झैँ बोल्दै पनि छौ। तर जसको प्राण गइसकेको छ तिनका लागि र जो जीवित छन् तिनका लागि पनि पण्डितजन शोक गर्दैनन्। कुनै समयमा म थिइनँ, तिमी थिएनौ, अथवा यी राजाहरू थिएनन् भन्ने कुरा होइन, न त यसपछि हामी कोही पनि रहँदैनौँ भन्ने कुरा हो। किनभने हामी सबै शरीरको जन्म र मृत्युदेखि पर छौँ। जसरी जीवात्माको यो शरीरमा बालकपना, युवावस्था, वृद्धावस्था हुन्छ, त्यसरी नै अन्य शरीरको प्राप्ति हुन्छ। त्यसमा तत्त्वज्ञानी धीर पुरुष कहिल्यै मोहित हुँदैनन्। हे कुन्ती पुत्र, जाडो, गर्मी र सुख दुःख प्रदान गर्ने इन्द्रिय र विषयहरूको संयोग त उत्पत्ति, विनाशशील र अनित्य छन्। तसर्थ हे भरतवंशी अर्जुन, तिमीले यिनलाई सहन गर। किनकि हे पुरुष श्रेष्ठ, दुःख सुखलाई समान ठान्ने जुन धीर पुरुषलाई यी इन्द्रिय तथा विषयहरूको संयोगले विचलित पार्न सक्दैनन् त्यो पुरुष मोक्ष प्राप्तिका लागि योग्य ठहरिन्छ। असत वस्तुको अस्तित्व नै छैन भने सतको अभाव छैन। यस प्रकार यी दुवैको तत्त्व तत्त्वज्ञानी पुरुषहरूद्वारा देखिएको हुन्छ। नाश रहित त तिमीले त्यसलाई जान जसद्वारा यो सम्पूर्ण विश्व व्याप्त छ। अविनाशी यस नित्यको नाश गर्न कोही पनि समर्थ छैन। यस नाश रहित अप्रमेय नित्य स्वरूप जीवात्माका यी सबै शरीर नाशवान मानिएका छन्। यसर्थ हे भरतवंशी अर्जुन, तिमी युद्ध गर। जसले यस आत्मालाई मार्नेवाला ठान्दछ अथवा जसले यसलाई मरेको ठान्दछ ती दुवैले जान्दैनन्। किनकि यो आत्माले वास्तवमा न त कसैलाई मार्दछ न त कसैद्वारा मारिन्छ। यो आत्मा न कुनै कालमा जन्मन्छ न त मर्छ नै, अथवा यो आत्मा पहिले भएर फेरि हुनेवाला होइन। त्यसैले यो आत्मा अजन्मा, नित्य, निरन्तर रहिरहने शाश्वत छ र पुरातन पनि छ। यो देह मृत्यु भएपछि पनि यसको नाश हुँदैन।
हे पृथापुत्र अर्जुन, जो पुरुष यस आत्मालाई अविनाशी नित्य अजन्मा र अव्यय छ भन्ने जान्दछ, त्यो पुरुषले कसरी कसलाई मार्न लगाउँछ वा कसलाई मार्दछ। जसरी मानिसले पुराना कपडा फालेर नयाँ कपडा लगाउँदछन्, त्यसै गरी जीवात्माले पनि पुराना शरीरहरूलाई त्यागेर नयाँ शरीर ग्रहण गर्दछ। यस आत्मालाई शस्त्रले काट्न सक्दैन, यसलाई आगोले पनि जलाउन सक्दैन, पानीले पनि गलाउन सक्दैन र वायुले पनि सुकाउन सक्दैन। यो आत्मा अच्छेद्य, अदाह्य, अक्लेद्य र अशोष्य छ। त्यसैले यो आत्मा नित्य, सर्वव्यापी, अचल, स्थिर छ र सनातन छ। यो आत्मा अव्यक्त, अचिन्त्य र विकार रहित छ भनिन्छ। यसर्थ हे अर्जुन, यो आत्मालाई यस किसिमले जानेर तिमी शोक गर्न योग्य छैनौ, अर्थात् तिमीले शोक गर्नु उचित छैन। तर यदि तिमीले यो आत्मालाई सधैँ जन्मनेवाला र मर्नेवाला मान्छौ भने पनि हे महाबाहो, तिमीले यसका लागि शोक गर्नु उचित छैन। किनभने जसले जन्म लिन्छ उसको मृत्यु निश्चित छ, त्यसरी नै मरेकाको जन्म पनि सुनिश्चित छ। त्यसै कारण नभई नछाड्ने विषयमा तिमीले शोक गर्ने योग्य छैन। हे अर्जुन, सम्पूर्ण प्राणीहरू जन्म पूर्व अप्रकट नै थिए र मरेपछि पनि अप्रकट नै रहन्छन्, केवल बीचमा देखिएका मात्र हुन्। यस्तो अवस्थामा पनि के को शोक गर्नु। कुनै महापुरुषले यस आत्मालाई आश्चर्यजनक देख्दछ, त्यसै गरी अर्को महापुरुषले यसको तत्त्वलाई आश्चर्यमय भनी वर्णन गर्दछ भने अर्को कुनै अधिकारी पुरुषले यसलाई आश्चर्य साथ सुन्दछ र कसै कसैले त सुनेर पनि यसलाई बुझ्दैनन्। हे अर्जुन, यो आत्मा सबैको शरीरमा सदा अवध्य छ। यसर्थ सम्पूर्ण प्राणीहरूका लागि तिमीले शोक गर्नु हुँदैन। आफ्नो धर्मलाई हेरेर पनि तिमी डराउनु योग्य छैनौ, अर्थात् तिमी डराउनु पर्दैन। किनकि क्षत्रियका लागि आफ्नो धर्ममय युद्धभन्दा ठुलो अर्को कुनै कल्याणकारी कर्तव्य छैन। हे पार्थ, स्वाभाविक रूपमा प्राप्त भएका र खुला भएका स्वर्गका ढोका रूपी यस प्रकारको युद्धलाई भाग्यमानी क्षत्रियहरूले मात्रै प्राप्त गर्दछन्। तर यदि तिमीले यो धर्ममय युद्ध गरेनौ भने स्वधर्म र कीर्तिलाई गुमाउँदै पापलाई प्राप्त गर्नेछ। साँच्चै सबैजनाले धेरै वर्षसम्म तिम्रो अपकीर्तिको चर्चा गर्नेछन्, जुन अपकीर्ति प्रतिष्ठित पुरुषका लागि मृत्युभन्दा पनि ठुलो हुन्छ। जसका दृष्टिमा तिमी पहिले निकै सम्मानित भएर पछि अपमानित हुनेछौ र तिनी महारथीहरूले तिमीलाई युद्धको भयले भागेको भन्ने ठान्नेछन्। तिम्रा वैरीहरूले तिम्रो सामर्थ्यको निन्दा गर्दै तिमीलाई भन्न नहुने धेरै कुरा पनि भन्नेछन्। त्योभन्दा अधिक दुःख के हुन्छ होला। हे अर्जुन, यदि तिमी युद्धमा मारियौ भने स्वर्ग प्राप्त गर्नेछौ अथवा विजयी भए पृथ्वीको भोग गर्नेछौ। यसकारण यही दृढ निश्चय लिएर युद्धका लागि खडा हो। लाभ हानि, जय पराजय र सुख दुःखलाई समान ठानेर त्यसपछि युद्धका लागि तयार हो। यसरी युद्ध गर्दा तिमी पापको भागी हुनु पर्दैन। हे पार्थ, यो बुद्धि तिम्रा लागि ज्ञान योगको विषयमा बताइयो। अब तिमीले कर्मयोगका बारेमा सुन, जुन बुद्धिले युक्त भई तिमीले कर्मका बन्धनलाई त्याग गर्नेछौ, अर्थात् सर्वथा नष्ट गरिदिनेछौ। यस कर्मयोगमा आरम्भको अर्थात् बीजको नाश हुँदैन भने उल्टो फलरूपी दोष पनि हुँदैन। जबकि यो कर्मयोग रूपी धर्मको अलिकति पनि साधनले जन्म मृत्यु रूपी महान भयबाट रक्षा गर्दछ। हे अर्जुन, यस कर्मयोगमा निश्चयात्मक बुद्धि एउटै हुन्छ, तर अस्थिर विचार भएका विवेकहीन सकाम मनुष्यका बुद्धिहरू भने निश्चय नै बहुभेदवाला र अनन्त हुन्छन्। हे अर्जुन, जो भोगमा तल्लीन भइरहेका छन्, कर्मफलका प्रशंसक वेद वाक्यहरूमा नै प्रीति राख्दछन्, जसका बुद्धिमा स्वर्ग नै परम प्राप्य वस्तु हो र जो स्वर्गभन्दा माथि केही छैन भन्दछन्, ती अविवेकी जनले यस प्रकारको जुन पुष्पित अर्थात् देखावटी शोभायुक्त कुरा गर्दछन्, जुन कुरा जन्मरूपी कर्मफल प्रदान गर्ने एवं भोग तथा ऐश्वर्यको प्राप्तिका लागि विभिन्न प्रकारका क्रियाहरूको वर्णन गर्ने खालको छ, जो भोग र ऐश्वर्यमा अति आसक्त छन्, ती मानिसको परमात्मामा निश्चयात्मिका बुद्धि हुँदैन। हे अर्जुन, सबै वेदहरू सत्व, रज र तम यी तीन गुणको कार्यरूप समस्त भोग र तिनका साधनहरूलाई प्रतिपादन गर्नेवाला हुन्।
त्यसैले तिमी तिनै गुणको विषयमा मुक्त भई आसक्ति रहित, हर्ष शोकादिको द्वन्द्वबाट रहित भई नित्य वस्तु परमात्मामा स्थित भई योग र क्षेम दुवैको चाहना नगर्ने र स्वाधीन अन्तकरण भएका बन। सबैतिरबाट भरिपूर्ण जलाशयलाई प्राप्त गरिसकेपछि मानिसलाई सानो जलाशयको जति प्रयोजन हुन्छ, ब्रह्मलाई तत्त्वसाथ जान्ने ब्राह्मणको लागि समस्त वेदहरूको त्यति नै प्रयोजन रहन्छ। तिम्रो अधिकार कर्म गर्नुमा नै छ, त्यसको फलमा कहिल्यै छैन। यसर्थ तिमी कर्मफल प्राप्तिको कारण नहो र कर्म नगर्नुमा पनि तिम्रो आसक्ति नहोस्। हे धनञ्जय, तिमी आसक्तिलाई त्यागेर सिद्धि र असिद्धिमा समान बुद्धि राखी योगमा स्थित भई कर्तव्य कर्महरू गर। समत्व भाव नै योग हो। यो समत्व रूपी बुद्धि योगभन्दा सकाम कर्म अत्यन्तै तुच्छ हुन्छ। यसर्थ हे धनञ्जय, तिमीले समबुद्धिमै रक्षाको उपाय खोज, अर्थात् बुद्धि योगकै आश्रय ग्रहण गर, किनकि फलका कारण बन्नेहरू अत्यन्तै दीन हुन्छन्। समबुद्धिले युक्त पुरुषले पुण्य र पाप दुवै कर्म यही लोकमा परित्याग गर्दछ, अर्थात् तीबाट मुक्त हुन्छ। यसर्थ तिमी समत्व रूप बुद्धि योगमा लाग। यही समत्व योग नै कर्ममा कुशलता हो, अर्थात् कर्म बन्धनबाट मुक्त हुने उपाय हो। किनकि समबुद्धिले युक्त ज्ञानीजन कर्मबाट प्राप्त हुने फललाई परित्याग गरेर जन्मरूपी बन्धनबाट मुक्त भई निर्विकार परमपदलाई प्राप्त गर्दछन्। जुन समयमा तिम्रो बुद्धिले मोहरूपी दलदलबाट पार लाग्नेछ, त्यस समयमा तिमीले सुनेका र सुन्नमा आउने यस लोक र परलोक सम्बन्धी सबै भोगहरूबाट वैराग्यलाई प्राप्त गर्नेछौ। जब विभिन्न वचनहरूको श्रवणद्वारा विचलित बनेको तिम्रो बुद्धि परमात्मामा अचल र स्थिर भएर रहनेछ, त्यसै बखतमा तिमीले योगलाई प्राप्त गर्नेछौ, अर्थात् तिम्रो परमात्मासित नित्य संयोग हुनेछ। अर्जुनले भने, हे केशव, समाधिमा स्थित परमात्मालाई प्राप्त गरेका स्थिर बुद्धि भएका पुरुषको लक्षण कस्तो हुन्छ, कसरी बोल्दछ, कसरी बस्दछ र कसरी हिँड्दछ? श्री भगवानले भन्नुहुन्छ, हे अर्जुन, जति बेला यस्तो पुरुषले मनमा रहेका सम्पूर्ण कामनाहरूलाई राम्ररी त्यागिदिन्छ र आत्माद्वारा आत्मामा नै सन्तुष्ट रहन्छ, त्यस बखत उसलाई स्थित प्रज्ञ भनिन्छ। दुःख प्राप्त हुँदा जसको मनमा उद्वेग हुँदैन, सुख प्राप्तिमा जो सर्वदा निष्प्रिय छ र जसका राग भय क्रोध नष्ट भएका छन्, त्यस्तो मुनिलाई स्थिर बुद्धिवाला भनिन्छ। जो पुरुष सर्वत्र स्नेह रहित हुँदै तत्तत् शुभ या अशुभ वस्तुलाई प्राप्त गर्दा पनि न प्रसन्न हुन्छ र न द्वेष गर्दछ, उसको बुद्धि स्थिर हुन्छ। जसरी कछुवाले सबैतिरबाट आफ्नो अङ्गलाई समेट्छ, त्यसरी नै जब यस पुरुषले इन्द्रियहरूका विषयहरूबाट आफ्ना इन्द्रियहरूलाई हटाउँछ, तब त्यसको बुद्धि स्थिर भएको छ भन्नुपर्दछ। इन्द्रियहरूद्वारा विषयहरू ग्रहण नगर्ने पुरुषका पनि केवल विषय त निवृत्त हुन्छन्, तर तिनमा रहने आसक्ति निवृत्त हुँदैन। यस स्थित प्रज्ञ पुरुषको त आसक्तिलाई पनि परमात्मालाई साक्षात्कार गरी निवृत्त हुन्छ। हे अर्जुन, आसक्तिको नाश नहुनाले यी प्रमथन स्वभाव भएका इन्द्रियहरूले प्रयास गर्दै बुद्धिमान पुरुषको मनलाई पनि बलपूर्वक हरण गर्दछन्। यसर्थ साधकले ती सम्पूर्ण इन्द्रियहरूलाई वशमा राखेर समाहित चित्त हुँदै मेरै परायण भएर ध्यानमा बसोस्, किनकि जुन पुरुषका इन्द्रियहरू वशमा हुन्छन्, उसको बुद्धि स्थिर हुन्छ। विषयहरूको चिन्तन गर्ने पुरुषको तिनै विषयमा आसक्ति पैदा हुन्छ। आसक्तिबाट ती विषयप्रति कामना पैदा हुन्छ र कामनामा विघ्न हुँदा क्रोध उत्पन्न हुन्छ। क्रोधका कारण अत्यन्त मूर्खता भाव उत्पन्न हुन्छ। मूर्खता भावका कारण स्मृतिमा भ्रम हुन जान्छ। स्मृतिमा भ्रम उत्पन्न हुँदा बुद्धि अर्थात् ज्ञान शक्तिको नाश हुन्छ र बुद्धिको नाश भएपछि त्यस्तो पुरुष आफ्नो स्थितिबाट गिर्दछ। परन्तु जसको अन्तकरण आफ्नो अधीनमा छ, त्यस्तो पुरुषले आफ्नो नियन्त्रणमा रहेका राग द्वेषबाट मुक्त इन्द्रियद्वारा विषयमा विचरण गर्दै अन्तकरणको प्रसन्नतालाई प्राप्त गर्दछ। अन्तकरणमा प्रसन्नता भएपछि उसमा सम्पूर्ण दुःखहरूको अभाव हुन जान्छ र त्यस प्रसन्न चित्त भएको कर्मयोगीको बुद्धि छिटै सबैतिरबाट हटेर एकमात्र परमात्मामा नै राम्ररी स्थिर हुन जान्छ। मन र इन्द्रियलाई नियन्त्रण गर्न नसक्ने पुरुषको निश्चयात्मिका बुद्धि हुँदैन र त्यस अयुक्त मनुष्यको अन्तकरणमा भावना पनि हुँदैन। भावनाहीन मनुष्यले शान्ति पाउन सक्दैन। शान्तिरहित मनुष्यलाई कसरी सुख मिल्छ र?
किनकि जसरी पानीमाथि हिँडिरहने डुङ्गालाई हावाले हल्लाइदिन्छ त्यसै गरी विषयहरूमा विचरण गर्दै गरेका इन्द्रियहरूमध्ये मन जुन इन्द्रियसँग रहन्छ त्यो एउटै इन्द्रियले त्यस अयुक्त पुरुषको बुद्धिलाई हरण गर्दछ। यसर्थ हे महाबाहो, जुन पुरुषका इन्द्रियहरू इन्द्रियका विषयहरूबाट सबै प्रकारले नियन्त्रण गरिएका हुन्छन् त्यसैको बुद्धि स्थिर हुन्छ। सम्पूर्ण प्राणीहरूका लागि जुन रात्रि समान छ त्यस नित्य ज्ञान स्वरूप परमानन्दको प्राप्तिमा स्थित प्रज्ञ योगी जागा रहन्छ भने जुन नाशवान सांसारिक सुखको प्राप्तिमा सबै प्राणीहरू जागा रहन्छन् परमात्मालाई बुझेका मुनिका लागि त्यो रात्रि समान हो। जसरी नित्य परिपूर्ण भएर पनि अचल भावले रहेको समुद्रमा विभिन्न नदी नालाहरूको पानी समाविष्ट भई त्यसैमा मिल्दछ, त्यसरी नै समस्त विषयका चाहनाहरू कुनै पनि प्रकारका विकार उत्पन्न नगरी जुन पुरुषमा समावेश हुन्छन् त्यही पुरुषले शान्ति प्राप्त गर्दछ। तर विषयभोग चाहनेवाला पुरुषले भने शान्ति पाउन सक्दैन। जुन पुरुष सम्पूर्ण कामनाहरूलाई त्यागेर ममता रहित, अहङ्कार रहित र स्पृहा रहित भई विचरण गर्दछ त्यही पुरुषले परम शान्ति प्राप्त गर्दछ। हे अर्जुन, यो ब्रह्मलाई प्राप्त गरेको पुरुषको स्थिति हो। यसलाई पाएर योगी कहिल्यै मोहित हुँदैन र अन्तिम समयमा पनि यही ब्राह्मी स्थितिमा स्थित भएर परमानन्दलाई प्राप्त गर्दछ। ओम तत्सदिति श्रीमद् भगवद गीता सुपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे सांख्य योगो नाम द्वितीयोऽध्याय। अस्तु श्रद्धेय दर्शकवृन्द, यसपछि म चाँडै तेस्रो अध्याय लिएर यहाँहरू समक्ष पुनः उपस्थित हुनेछु। नमस्कार, जय नेपाल।